राष्ट्रिय धान दिवस 2083 असार 15 गते दही चिउरा खाने दिन। सोही दिन चाहिँ पूर्णिमा हलो बार्ने दिन परेको हुनाले खेती गर्नको लागि चाहिँ अब कसरी गर्ने, हलो बार्नुपर्ने दिन असार 15 परेको छ। परम्परागत रूपमा असार 15 मा चाहिँ जो कोही पनि मानिस हिलोमा एक दिन डुब्ने, हिलोमा खेल्ने, हिलोमा रमाउने भन्ने प्रचलन चलिआएको छ। त्यो प्रचलनलाई चाहिँ कायम राख्नको लागि यस वर्ष हलो बार्ने दिन खेतीमा पस्न नपाइने हो कि भन्ने धेरैजनालाई चिन्ता परिरहेछ। तर जमाना आधुनिक भएर ट्र्याक्टरको जमाना आइसकेको हुनाले गोरु जोतेर हलो बार्ने दिन पनि हामी ट्र्याक्टरले खेतीमा जोतेर रोपाइँ गर्नेछौँ भन्दै सबैमा राष्ट्रिय धान दिवस 2083 दही चिउरा खाने दिनको शुभकामना।